ल अब हामी डिस्कस गरौँ कस्तोलाई अपरेटिङ भन्ने, कस्तोलाई इन्भेस्टिङ भन्ने र कस्तोलाई फाइनेन्सिङ भन्ने। सुरु कहाँबाट गरौँ? फाइनेन्सिङ है त। एकदमै सजिलो छ है। फाइनेन्सिङ भनेको चाहिँ कुनै पनि बिजनेस सुरु गर्ने बेलामा पैसा कहाँ कहाँबाट हामीले जुटाउन सक्छौँ, पैसा कहाँ कहाँबाट ल्याउन सक्छौँ, त्यसलाई हामीले के भन्ने हो? फाइनेन्सिङ भन्छौँ है। ध्यान दिएर सुन्ने। एउटा बिजनेस अथवा कुनै पनि बिजनेस सुरु गर्ने बेलामा पैसाको सोर्स के हो त? सोर्सेस अफ फन्ड भन्छ त्यसलाई। कहाँ कहाँबाट पैसा ल्याउन सकिन्छ बिजनेस सुरु गर्नको लागि, त्यसलाई हामी के भन्छौँ? फाइनेन्सिङ एक्टिभिटी भन्छौँ है। फर इक्जाम्पल, राम र श्याम दुईजना साथीहरू मिलेर बिजनेस सुरु गर्यो। राम र श्याम दुईजना साथीहरू मिलेर के सुरु गर्यो? बिजनेस सुरु गर्यो। रामले पनि के हाल्छ? आफ्नो सेयर हाल्छ। श्यामले पनि के हाल्छ? आफ्नो सेयर हाल्छ। हो किन भन त? हाल्नु पर्यो। अब मलाई भन त, उनीहरूले सेयरले हालेको पैसा नपुगेपछि उनीहरूले के गर्छ होला? सेयरको पैसाले नपुगेपछि के गर्छ उनीहरूले? के गर्छ होला पैसा नपुगेपछि? लोन 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 लिन्छ। लिनु पर्यो कि परेन? बस हेर त, फाइनेन्सिङको मेन दुईटा कुरा भनेको यही हो है। सबभन्दा पहिला के हो त, कुनै पनि बिजनेस चलाउनको लागि साथीहरूले अथवा पार्टनरहरूले के हाल्छ? त्यो बिजनेसमा सेयर हाल्छ। सेयरले नपुगेपछि के लिन्छ? लोन लिन्छ है। लोनको अर्को नाम चाहिँ के पनि हो? लोनलाई के पनि भन्छ? डिभेन्चर पनि भन्छ है। फरक छ, तर उस्तै उस्तै भन्न बुझी हुन्छ यो च्याप्टरको लागि चाहिँ है। नभए अलिअलि फरक चाहिँ छ है त। दुइटै लाइबिलिटी हो तर अलिकति फरक छ। तर हामीले बुझ्दाखेरि के बुझ्ने? लोन डिभेन्चर दुइटै उस्तै उस्तै हो भनेर बुझ्ने है। सोर्स अफ फन्ड नै हो दुइटै एकदम। त्यसपछि नाफा कमाएपछि के दिनु पर्यो? सेयर होल्डरलाई के दिनु पर्यो? डिभिडेन्ड पनि दिनु पर्यो। हेर त, फाइनेन्सिङ यति मात्र हो, यही तिनवटा कुरा हो है। फाइनेन्सिङमा योभन्दा अरू केही पनि छैन। म फेरि भन्छु, फाइनेन्सिङ भनेको कुनै पनि बिजनेसमा बिजनेस गर्नुभन्दा अगाडि पैसा कहाँ कहाँबाट जुटाउन सकिन्छ त्यसलाई हामी के भन्छौँ? फाइनेन्सिङ। पैसा कहाँबाट जुट्छ? सबभन्दा पहिला पार्टनरहरूले सेयर हाल्नु पर्यो। पुगेन भने लोन अथवा डिभेन्चरबाट पैसा उठाउनु पर्यो। हो, र नाफा कमाएपछि के लानु पर्यो? डिभिडेन्ड लानु पर्यो। बस यो तिनवटा मात्र हो है। फाइनेन्सिङमा कतिवटा छ? यो जम्मा तिनवटा छ। यो तिनवटा याद हुन्छ कि हुँदैन फाइनेन्सिङको? भनिहाल्नु त मलाई। यो तिनवटा याद हुन्छ कि हुँदैन फाइनेन्सिङको? हुन्छ सर हुन्छ। अब फाइनेन्सिङ भएपछि इन्भेस्टिङ झनै सजिलो छ। हेर, इन्भेस्टिङ शब्द नै हेर त, इन्भेस्ट प्लस आइएनजी हो नि होइन? इन्भेस्टिङ भन्ने शब्द नै के हो? इन्भेस्ट प्लस आइएनजी हो किन? इन्भेस्ट प्लस आइएनजी भनेको इन्भेस्टिङ हो किन? भनेपछि एउटा के पर्ने भयो भन त यसमा? इन्भेस्टिङमा के पर्ने भयो त एउटा? 1 2 3 एकदम नामै is इन्भेस्ट। calculated purpose of investment. इन्भेस्टमेन्ट पर्यो कि परेन? नामै के हो? इन्भेस्टिङ भनेपछि अटोमेटिकली के पर्यो यहाँ? इन्भेस्टमेन्ट पर्यो है। गाह्रै Investment. भन, इन्भेस्टिङबाट के पर्यो? इन्भेस्टमेन्ट पर्यो एउटा। यहाँ मैले जम्मा दुईटा मात्र भनेको छु है त। अर्को एउटा के होला भन त, और कसैलाई कुछ थाहा छ? अर्को fixed भनेको assets. बस एउटा फिक्स एसेट्स भयो, केही पनि जाँदैन यहाँ। यही दुइटा हो, एउटा इन्भेस्टमेन्ट, अर्को फिक्स्ड एसेट्स। जम्मा दुइटा मात्र कुरा छन्। के जान्छ? एउटा इन्भेस्टमेन्ट जान्छ, अर्को फिक्स्ड एसेट्स जान्छ, अरू केही पनि जाँदैन। क्लियर छ? अब फिक्स एसेटको इक्जाम्पलहरू चाहिँ के होला? इक्जाम्पल चाहिँ भनिदिन्छु ल त। के हुन्छ फिक्स एसेटको इक्जाम्पल भन त, को कोलाई आउँछ? ल हेरौँ त। के हो? ल्यान्ड होइन, बिल्डिङ, प्लान्ट, मेसिन, सबै के हो? फर्निचर, फर्निचर इक्विपमेन्ट, यिनीहरू सबै के हो त? यिनीहरू सबै के को इक्जाम्पल हुन्? फिक्स एसेट्सको इक्जाम्पलहरू हुन्। ल, यदि याद हुन्छ अपरेटिङमा के पर्छ भन त। ल के अरे, अब मलाई भन त, मैले स्क्रिन बन्द गरिदिएँ। फाइनेन्सिङमा के पर्छ भन? के पर्छ फाइनेन्सिङमा? जम्मा तिनवटा थियो। सेयर
Share capital. एउटा भनेको Bank loan सेयर against क्यापिटल dividend paid. अनि Loan. लोनलाई के पनि भन्छ Debenture. डिभेन्चर पनि भन्छ है त अनि त्यसपछि Dividend paid. डिभिडेन्ड है यो तिनवटा Dividend. कुरा है यो तिनवटा है त अनि इन्भेस्टिङमा के पर्यो दुईवटा मात्रै कुरा छ इन्भेस्टिङमा के हो Fixed assets investment. एउटा पर्यो फिक्स एसेट अर्को चाहिँ Investment. इन्भेस्टमेन्ट है त ल भेरी गुड अब जाम अपरेटिङ है सबभन्दा इम्पोर्टेन्ट चाहिँ फेरि के हो अपरेटिङ हो है त पहिला कुन चाहिँ मेथडको गरौँ डाइरेक्टको कि इन्डाइरेक्टको यसो गरौँ है त इन्डाइरेक्ट इम्पोर्टेन्ट छ अझै एउटा काम गरौँ कि है इन्भेस्टिङ र फाइनेन्सिङ चाहिँ आज एउटा फेरि क्वेसन यहाँ छैन ल इन्डाइरेक्ट के गरौँ त कि डाइरेक्टकै गरौँ पहिला इम्पोर्टेन्ट चाहिँ इन्डाइरेक्ट छ होइन त्यो भएको कारणले गर्दा कुन चाहिँ गरौँ ल इन्डाइरेक्टै गरौँ ल यसलाई मैले यहाँ राखेँ ए यो लेख्नुपर्छ तिमीहरूलाई लेख्नुपर्छ कि पर्दैन पर्दैन ल अब हेर है इन्डाइरेक्टको अपरेटिङ हेरौँ ल मैले इन्डाइरेक्ट मेथड लेखिदिन्छु फेरि कुन मेथड भनिदिन्छ DIRECT इन्डाइरेक्ट मेथड है ल ल जहिले पनि सुरु कहाँबाट गर्ने नेट प्रफिटबाट गर्ने केबाट गर्ने नेट प्रॉफिट नेट प्रफिट है इन्डाइरेक्टको क्यास फ्लो आउँदाखेरि जहिले पनि तिमीहरूलाई के दिएको हुन्छ नेट प्रफिट दिएकै हुन्छ है त्यसमा एड गर्नुपर्छ नन क्यास स्ल्यास expenses नन अपरेटिङ operating एक्सपेन्सेस ठिक छ नन क्यासहरू एड गर्ने यसमा तिमीहरूले धेरै पोइन्ट सम्झिनु पर्दैन तिनवटा मात्र पोइन्ट सम्झ पहिलो तिमीहरूले के सम्झ भन्दाखेरि पहिलो पोइन्ट तिमीहरूले सम्झ Depreciation. डिप्रिसिएसन भेरी गुड डिप्रिसिएसन पहिलो पोइन्ट सम्झ है अनि दोस्रो तिमीहरूले के सम्झ भन्दाखेरि लस अन return सेल्स अफ फिक्स एसेट्स सम्झ है डेप्रिसिएसनलाई के पनि भन्छ राइट अफ पनि भन्छ ल यहीँ लेखिदिन्छु अनि तिमीले जम्मा तिनवटा मात्र पोइन्ट सम्झ्यो भने चाहिँ थर्डमा चाहिँ प्रिमियम अन रिडम्सन यो तिनवटा मात्र पोइन्ट सम्झे पुग्छ है योभन्दा अरू तिमीहरूलाई इक्जाममा केही पनि सोध्दैन है त ल यो तिनवटा पोइन्ट याद हुन्छ हेर त है तिमीहरूलाई अहिलेको लागि एडमा चाहिँ यही तिनवटा पोइन्ट सम्झ लेसमा चाहिँ हेडिङ चाहिँ म भनिदिन्छु तर खासै आउँदैन ल हेडिङ चाहिँ त्यही हो नन क्यास स्ल्यास नन अपरेटिङ income इन्कम यसमा तिमीहरूले अहिले के पनि नसम्झ यतिकै छोडिदियो यसलाई केही पनि नसम्झ अहिले ल पछि म भन्छु किन नसम्झिने भनेर है यसमा अहिले केही सम्झिनु पर्दैन है त्यसको चाहिँ म हालिदिन्छु होइन ल अब यति भइसकेपछि तिमीहरूको के आउँछ भन्दाखेरि फन्ड फ्रम अपरेसन भन्ने कुरा आउँछ के आउँछ फन्ड फ्रम अपरेसन भन्ने कुरा आउँछ यहाँसम्म सम्झिन्छ हेर त यो अपरेटिङ चाहिँ अलिकति याद गर्नुपर्छ ल हेर इन्भेस्टिङ र फाइनेन्सिङ त भइसक्यो है अपरेटिङ जहिले पनि सुरु कहाँबाट गर्ने नेट प्रफिटबाट सुरु गर्ने त्यसपछि के लेख्ने एड नन क्यास स्ल्यास नन अपरेटिङ एक्सपेन्सेस भनेर लेख्ने यसमा तिनवटा मात्र पोइन्ट सम्झ डेप्रिसिएसन लस अन सेल अफ फिक्स एसेट र प्रिमियम अन रिडम्सन यदि तिनवटा सम्झिने अनि ठ्याक्कै एडको उल्टो लेस यहाँ नन क्यास नन अपरेटिङ एक्सपेन्स चाहिँ यहाँ के आउने एक्सपेन्सको ठाउँमा
इन्कम आउने भयो, यसमा केही पनि याद गर्नु पर्दैन, सकिहाल्यो। त्यसपछि यो प्रफिटमा यो जोड्ने र यो घटायो भने के आउँछ, इन्कम फ्रम अपरेसन आउँछ। यहाँसम्म सकिन्छ कि सकिन्न? यो भन्दा अरू केही पनि सोध्दैन है, यो स्ट्यान्डर्ड फर्मेट हो। ल यहाँसम्म स्ट्यान्डर्ड फर्मेट भयो। ल अब यसपछि एउटा हेडिङ लेख्ने, चेन्ज इन वर्किङ क्यापिटल भनेर एउटा हेडिङ लेख्ने। के लेख्ने? चेन्ज इन वर्किङ क्यापिटल भनेर एउटा हेडिङ लेख्ने। ल अनि त्यहाँभित्रको पोइन्ट दुईटा मात्र हो, इन्क्रिज स्ल्यास डिक्रिज इन करेन्ट एसेट्स, इन्क्रिज स्ल्यास डिक्रिज इन करेन्ट लायबिलिटिज है। यसलाई पनि यहीँ राख्दिउँ, एकैछिन कन्फ्युजन हुनसक्छ है, चिन्ता गर्नु पर्दैन। यो दुइटाको टोटललाई बाहिर राख्ने, अनि त्यसपछि एउटा लास्ट एउटा के लेख्ने, ट्याक्स पेड एउटा हाल्ने। त्यसपछि तिमीहरूको आइहाल्यो। त्यसपछि तिमीहरूको के आउँछ, नेट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज आउँछ। ल यो यति चाहिँ लेख त, 2 मिनट दिएँ मैले तिमीहरूलाई, फर्मेट यही हो, 2 मिनट चाहिँ यति लेखिहाल त। 31 सम्म लेख त, 28 भयो, 31 सम्म लेख त, साथै 31 सम्म, अनि एक्सप्लेन गर्छु यसलाई। लेखिहाल है, 2 मिनट छ है। सर हजुर मेरो यो अस्ति 2-3टा क्लास मिस भएको थियो कि, हजुर अनि अस्ति भर्खर जोइन भएको थियो। अनि म चाहिँ अलिकति सरले यसो पर्सनल यसो हेरिदिनु हुन्छ कि सर, क्वेसनहरू के गर्नु सल्भ गर्नु त्यो कि भनेर। अस्ति कस्ट सिट र टेन्डर सिटको हो होइन, त्यो मलाई एकचोटि व्हाट्सएपमा मेसेज हजुर पठाउन ल। हजुर, क्वेसन नम्बर कहाँ छ सर? यहीँ म लेखिदिन्छु ल। ए हस् हस्। ल अनि यहाँ काठमाडौँको स्टुडेन्ट को छ? काठमाडौँमा हुने चाहिँ काठमाडौँमा हुने को छ? माछु सर। ल काठमाडौँ हुनेहरूले पनि मलाई यसो व्हाट्सएपमा मेसेज गर्न नि ल। सर पाएँ मैले। ल अब अगाडि बढौँ है त। यहाँसम्म सबैले सार्यो? सबै लेख्यो कि नै? लेखिसक्यो। लेखिसक्यो है। ल अब अगाडि बढौँ त्यसो भए। अब यसलाई एक्चुली फेरि एक्सप्लेन गरौँ ल, किनभने फाइनेन्सिङ इन्भेस्टिङ अलिकति यसमा एउटा पोइन्ट अझै लेखिदिन्छु ल। नोट लेख अब, नोट है। करेन्ट एसेट र करेन्ट लायबिलिटी के पर्छ एकचोटि नोट लेख ल। करेन्ट एसेटमा के पर्छ? डेप्टर्स, रिसिभेबल्स, तिमीहरूलाई चाहिने यति मात्रै लेखाइन्छु ल। इन्भेन्ट्रिज अनि प्रिपेड। ल तिमीहरूले यति सम्झ्यो भने पुग्छ तिमीहरूको कोर्सको लागि। करेन्ट लायबिलिटी ठ्याक्कै उल्टो, डेप्टर्सको उल्टो, क्रेडिटर रिसिभेबलको उल्टो, पेबल्स प्रिपेडको उल्टो, आउटस्ट्यान्डिङ ड्यू पेबल है। यति सम्झ, यसमा एउटा ब्याङ्क ओभरड्राफ्ट। ल यति सम्झे पुग्छ ल, यति हो है। करेन्ट एसेटमा के पर्छ, करेन्ट लायबिलिटीमा पर्ने कुरा तिम्रो कोर्समा यति नै हो है।
क्यास फ्लोमा चाहिँ। ल यो नोटबुक लेख्यो। नोट लेख्यो कि नै? लेख्यो सर। ल अब एकचोटि अपरेटिङको फर्मेटहरू इन्भेस्टिङ र फाइनेन्सिङ त भोलि गर्न सकिहाल्छ है। अपरेटिङलाई ध्यान दिएर हेर है त। अपरेटिङ जहिले पनि सुरु कहाँबाट गर्ने रे? नेट प्रफिटबाट। त्यसमा जोड्ने के जोड्ने? नन अपरेटिङ र नन क्यास एक्सपेन्सलाई जोड्ने। अब मैले यसलाई एक्सप्लानेसन गर्नुतिर गइनँ ल, किनभने एक्सप्लेन गर्न थाल्यो भने लामो हुन्छ। तिमीहरूलाई खासै जरुरी पर्छ जस्तो पनि लाग्दैन है। यसको थ्योरी क्वेसन आउने पनि होइन। होइन भने चाहिँ किन यसलाई एड गरेको हो भनेदेखि यसलाई चाहिँ हामी ठ्याक्कै उल्टो हो कि मल्टी स्टेपको ठ्याक्कै उल्टो माथिपट्टि अपरेटिङ प्रफिटसम्म पुग्नको लागि चाहिँ यसलाई हामीले उल्टो गरेको हो होइन। एक्सपेन्सलाई एड, इन्कमलाई लेस गरेको। तर तिमीहरूलाई त्यो पर्दैन है। तिमीहरूले सिम्पली के मात्र बुझ्ने? नेट प्रफिटबाट सुरु गर्ने अनि के जोड्ने? नन अपरेटिङ र नन क्यास एक्सपेन्सेसलाई जोड्ने। यसमा पनि जम्मा कतिवटा पोइन्ट सम्झे पुग्छ? 3टा। एउटा भनेको डेप्रिसिएसन, जसलाई राइटअप पनि भन्छ। अर्को लस अन सेल अफ फिक्स एसेट भनेको ल्यान्ड, बिल्डिङ, प्लान्ट जे भन्छ क्वेसनले। त्यसपछि प्रिमियम अन रिडम्सन। 3टा सम्झिने। मैले तिमीहरूलाई अघि यसमा केही नसम्झ भनेको थिएँ नि। यसमा एउटा मात्र पोइन्ट सम्झ ल। लसको ठाउँमा एउटा गेन मात्र सम्झ है त। गेन अन सेल्स अफ फिक्स एसेट एउटा सम्झ ल है। नन अपरेटिङ इन्कममा चाहिँ एउटा यो पोइन्ट सम्झ, गेन अन सेल अफ फिक्स एसेट। फेरि भन्छु, इन्डाइरेक्ट सुरु जहिले पनि अपरेटिङ नेट प्रफिटबाट गर्ने। अनि त्यसपछि अपरेटिङ एक्सपेन्सेस, नन अपरेटिङ एक्सपेन्सेस, नन क्यास एक्सपेन्सेसलाई जोड्ने, जुन जम्मा 3टा सम्झिए पुग्छ। अनि त्यसपछि ठ्याक्कै उल्टो, एडको उल्टो लेस, नन अपरेटिङ नन क्यास एक्सपेन्सको उल्टो इन्कम। अनि यो लसको उल्टो ठ्याक्कै यहाँ गेन आयो। यति एउटा पोइन्ट हो है। त्यसपछि यिनीहरूलाई प्लस माइनस गरिसकेपछि के आउँछ? 3टालाई प्लस माइनस गरिसकेपछि के आउँछ? हाम्रो फन्ड फ्रम अपरेसन भन्ने आउँछ। यसमा हामीले के जोड्छौँ? चेन्ज इन वर्किङ क्यापिटल। यसभित्र करेन्ट एसेट्स र करेन्ट लायबिलिटी आउँछ। करेन्ट एसेट भनेको यहाँ दिइसकेको छ, लायबिलिटी भनेको नि मैले यतापट्टि इक्जाम्पल दिइसकेको छु। सबै गरेपछि क्वेसनले ट्याक्स दिएको छ भने लास्टमा ट्याक्स पेड घटाउने अनि हाम्रो के आउँछ? अपरेटिङ एक्टिभिटी आउँछ। अब एक्चुली तिमीहरूले एकदमै सिन्सियरली है, एकदमै सिन्सियरली, यो एकदमै इम्पोर्टेन्ट छ। किनभने मैले अघि नै भनिसकेको छु, इन्भेस्टिङ र फाइनेन्सिङ चाहिँ केही पनि छैन है, दुई दुई लाइनको कुरा हो। अपरेटिङमा चाहिँ अलिकति ध्यान दिनुपर्छ। यसमा पनि फिक्स्ड, तिमीहरूको 12सम्मको कोर्समा चाहिँ योभन्दा यहाँसम्म चाहिँ फिक्स्ड हो। यो फन्ड फ्रम अपरेसनसम्म योभन्दा बाहिर केही पनि सोध्दैन। करेन्ट एसेट योभन्दा बाहिर केही पनि सोध्दैन। लायबिलिटी योभन्दा बाहिर केही पनि सोध्दैन। त्यसले गर्दा एक्चुली नहेरिकन आफूले यो फर्मेटलाई लेख्ने ट्राई गर आज है। यो फर्मेटलाई नहेरिकन लेख्ने ट्राई गर त। त्यो भयो भने भोलि मैले 10 मिनटमा यसलाई एक्सप्लेन गरेर भोलि एउटा क्वेसनै भ्याउँछौँ कि हामीले। त्यस्तै पऱ्यो भने भोलि हामीले डाइरेक्ट मेथडै गरी भ्याउँछौँ है। ल ल
यो फर्मेटलाई कि सर हेर्ने म फेरि पनि भन्छु है। ल, अब एकचोटि स्क्रिन बन्द गरेर रिभिजन गरौँ है। क्यास फ्लोमा कतिवटा मेथड हुन्छ अरे? मेथड चाहिँ भन त, एउटा कि दुईवटा कि तिनवटा मेथड? रिभिजन गरौँ, रिभिजन। मेथड कतिवटा हुन्छ? मेथड के हो मेथड? डाइरेक्ट इनडाइरेक्ट डाइरेक्ट र इनडाइरेक्ट। त्यो दुइटै मेथड भित्र टाइप चाहिँ सेम हुन्छ। कतिवटा हुन्छ टाइप चाहिँ? तिनटा तिनवटा, अपरेटिङ, इन्भेस्टिङ र फाइनेन्सिङ है। त्यसपछि मैले के भनेको थिएँ? फाइनेन्सिङमा जाने आइटम तिनवटा छ भनेको थिएँ हामीले। बिजनेस सुरु गर्नुभन्दा अगाडिको पैसा जुटाउने स्रोतहरू भनेको फाइनेन्सिङ हो। के थियो तिनवटा? शेयर क्यापिटल, ब्याङ्क लोन, अ, डिभेन्चर अनि डिभिडेन्ड पेड। डिभिडेन्ड होइन, सबभन्दा पहिला के थियो? सेयर क्यापिटल अथवा सेयर प्रिमियम। सेयर भन्ने शब्द आएपछि सबै त्यही पर्छ है। त्यसपछि नपुगेपछि बिजनेस गर्नलाई हामीले लोन लिएको हुन्छौँ, त्यही भएर लोन पनि पर्यो। लोनलाई डिभेन्चर पनि भनिन्छ यो च्याप्टरको लागि मात्र है। अनि अर्को भनेको नाफा कमाएपछि डिभिडेन्ड बाँड्नु पर्यो। तिनवटा पोइन्ट थियो, लोन, डिभेन्चर, डिभिडेन्ड अनि सेयर क्यापिटल, सेयर प्रिमियम, जेसुकै सेयर भने पनि। त्यसपछि थियो इन्भेस्टिङ। इन्भेस्टिङमा चाहिँ दुईवटा मात्र पोइन्ट थियो। के थियो? एउटा इन्भेस्टिङ भनेको इन्भेस्टमेन्ट अनि फिक्स। इन्भेस्टिङ भनेको इन्भेस्टमेन्ट, अर्को फिक्स्ड एसेट्स। यो दुईवटा पोइन्ट थियो है। त्यसपछि हामी त्यसपछि अपरेटिङ। अपरेटिङको इन्डाइरेक्टमा कहाँबाट सुरु हुन्छ अरे? जहिले पनि करेन्ट नेट प्रफिटबाट सुरु हुन्छ। ल, कहाँबाट सुरु हुन्छ? प्रफिटबाट सुरु हुन्छ। त्यसमा हामीले एड गर्छौँ नन अपरेटिङ र नन क्यास एक्सपेन्सेसलाई एड गर्छौँ। त्यहाँ तिनवटा पोइन्ट एड गर्ने। के हो भन त? डेप्रिसिएसन अनि लस र प्रिमियम अन रिडम्सन हो कि होइन? अनि लेस गर्ने कुरा एउटा थियो। लेस गर्ने जम्मा एउटा मात्र सम्झ भनेको थिएँ मैले, गेन। लसको उल्टो गेन है। त्यसपछि आउँछ हाम्रो फन्ड फ्रम अपरेसन आइहाल्यो। त्यसमा हामीले के गर्ने? वर्किङ क्यापिटललाई एडजस्ट गर्ने, जसमा करेन्ट एसेट्स र करेन्ट लायबिलिटी पर्छ। त्यो हालेपछि लास्टमा ट्याक्स पेडलाई घटाउने अनि हाम्रो अपरेटिङ आउँछ है त। अब लास्ट एउटा पोइन्ट छ, त्यो एउटा पोइन्ट भनेपछि आजको क्लास एन्ड गर्छु। लास्ट एउटा पोइन्ट है, जो चाहिँ अब मैले क्लासमा चाहिँ यसको कन्सेप्ट दिएर भन्थेँ होइन। तिमीहरूलाई यहाँ चाहिँ अहिले हामी के गर्छौँ? डाइरेक्टली गर्छौँ। ल, यसमा हामी कन्सेप्टतिर एक्सप्लेन गर्नुतिर एक्सप्लेन गरौँ कि सिधै भनौँ भन त? एक्सप्लेन गर्ने कि सिधै भन्ने? के गरौँ? ल, एक्सप्लेनै गरिदिन्छु। ल, मलाई अब यो यहाँ हेर त, एउटा इक्जाम्पल दिएको छु। मेरो इयर 1मा लोन कति थियो? लोन 10,000 थियो। इयर 2मा मेरो लोन कति छ? 7,000 छ। मेरो लोन बढ्यो कि घट्यो? मेरो लोन बढ्यो कि घट्यो? घट्यो। घट्यो हो कि न? लोन घट्यो। लोन किन घट्छ भन त? हामीले पैसा लियौँ भने घट्छ कि तिर्यौँ भने घट्छ? तिर्यो भने हो। भनेको मतलब मैले अहिले पैसा लिएको छु कि तिरेको छु? मेरो लोन घट्नु भनेको मतलब मैले पैसा तिरेको छु हो। अब यसलाई ठ्याक्कै उल्टो हेर त। अर्को इक्जाम्पल, मेरो पहिला लोन थियो 10,000 होइन। अब मेरो लोन कति भयो? 12,000 भयो। मेरो लोन बढ्यो कि घट्यो? बढ्यो। बढ्यो। लोन पैसा लियो भने बढ्छ कि तिर्यो भने बढ्छ? लियो भने। भनेको मतलब पैसा पनि के भयो त? बढ्यो कि बढेन? मेरो लोन बढ्नु भनेको मैले पैसा पनि पाएँ। हेर त, लोन बढ्दाखेरि पैसा पनि बढिरहेछ। अघि लोन घट्दाखेरि पैसा पनि के भइरहेको थियो?
घटिरहेको थियो नि होइन भनेको मतलब लोन भनेको हाम्रो लाइबिलिटी हो किन तिर्नुपर्ने हो कि लाइबिलिटी भनेपछि लाइबिलिटी बढ्दाखेरि क्यास पनि के भइरहेको थियो बढिरहेको थियो लाइबिलिटी घट्दाखेरि क्यास पनि के भइरहेको थियो घटिरहेको थियो है भनेको मतलब लाइबिलिटी र क्यासको रिलेसन के हुन्छ सेम हुन्छ ल लाइबिलिटी बढ्यो भने क्यास पनि बढ्छ लाइबिलिटी घट्यो भने क्यास पनि घट्छ तर एसेट्समा ठ्याक्कै उल्टो हुन्छ क्या एसेट्समा ठ्याक्कै उल्टो हुन्छ हेर त मसँग लास्ट इयर 1 करोडको ल्यान्ड थियो अहिले मसँग कति करोडको ल्यान्ड छ 1.5 करोडको मेरो ल्यान्ड बढ्यो कि घट्यो जग्गा जग्गा बढ्यो नि होइन तर मलाई भन त जग्गा बढ्ने भनेको हामीले किनेर बढ्ने हो कि बेचेर बढ्ने हो किनेर किनेर बढ्ने अनि किन्दाखेरि पैसा आउँछ कि जान्छ जान्छ भनेपछि क्यास के भयो जग्गा बढ्दाखेरि क्यास के भइरहेछ घट्यो कि घटेन ठ्याक्कै उल्टो छ नि होइन एसेट र क्यास चाहिँ के हुँदो रहेछ ठ्याक्कै उल्टो हुँदो रहेछ है अपोजिट हुन्छ ल अब जसलाई लजिकली बुझ्न झ्याउ लाग्छ अल्छी लाग्छ उसले सिम्पली बुझ्ने एसेट र क्यास उल्टो हुन्छ लायबिलिटी र क्यासको रिलेसन सुल्टो हुन्छ है त ठिक छ ल यति भएपछि भोलि हामी एउटा क्वेसन सुरु गर्छौँ आजलाई चाहिँ कन्सेप्ट यहीँसम्म हो म फेरि पनि भन्छु यो थ्योरी कस्ट रिकन्सिलिएसन लेबर र कस्ट टेन्डर सिट यदि भिडियो युट्युबमा पनि हालिदिएको छु यो पढ्न पनि थाल्ने यसको क्वेसन छ भने भोलिदेखि जहिले पनि सुरुको 5 मिनट्स म के गर्छु सुरुको 5 मिनट्स अरू नआएको बेलामा यो यतिबाट म डिस्कस गर्छु ल सुरुको 5 मिनट्समा यो तिनवटा च्याप्टर एल्दो लागु च्याप्टर डिस्कस गर्छु जसको क्वेसन छैन भने चाहिँ क्यासको सुरु हुन्छ है त भोलि इन्डाइरेक्ट मेथड हाम्रो अलमोस्ट सकिन्छ ल सी यु टुमरो भोलि चाहिँ क्लास मिस नगर्ने क्यास फ्लोको इन्डाइरेक्ट सकिन्छ है त